अब हामी अब दिनभरिको चाहिँ यो ड्राइभिङले गर्दा अलिकति थकान लागेर हामी यसो एकछिन माथि यो डाँडामा चाहिँ आराम गर्नेछौँ। हजुर के छ गाह्रो छ? हो गाह्रो छ। ए के गाह्रो छ त्यहाँ? तल भिर छ? तल भिर छ? छैन? ए राम्रो छ? ए ओहो यस्तो छ हौ साथीहरू, हाम्रो यो भेडेटारबाट अलिकति तल, भेडेटारबाट अलिकति हामी तल अलिकति हामी तलतिर आइसकेका छौँ। यहाँबाट एकचोटि यो बाटोमा एउटा सेल्फी डाँडा रहेछ। हामी त्यही सेल्फी लिनको लागि यहाँ माथि डाँडामा चढ्दैछौँ। यसरी माथि हाम्रो राष्ट्रिय झन्डा यहाँ फरफराइराखेको छ। यसमा चाहिँ अब हामी सेल्फी खिच्छौँ। हाम्रो यहाँ चाहिँ पछाडि चाहिँ हाम्रो विनय सर एकदम ह्यान्डसम, एकदम ए सर बिस्तारै है बिस्तारै है, यहाँ गइहाल्छ फेरि है। ए आउनु न आउनु, पछाडि सर यसरी आउँदै हुनुहुन्छ। सरको अवस्था यस्तो छ, यस्तो छ। ओ हावा लाग्यो भने फेरि गइहाल्यो त है। हो यस्तो छ डाँडा। ओहो ल सेल्फी डाँडामा पुग्यौँ हामी। ल सर हेर्नु त पछाडि। हो ल खै ल हामी फाइनली सेल्फी डाँडामा पुग्यौँ। खै हाम्रो कस्तो छ, कस्तो लाग्यो पण्डित सर, कस्तो लाग्यो? हाइटमा चोटे मेरो त हालत बेहालत भयो। हाम्रो यात्रा ठिकै छ नि? हो यात्रा ठिकै छ, सेल्फी डाँडा ठाउँमा पुग्यो त्यही खुसी लाग्यो, अरू केही होइन। ए यहाँबाट तल खस्यो भने हेर्नु त सर कस्तो छ। ओ यस्तो डेन्जर छ हो। ल हामी एकैचोटि फोटो खिच्छौँ।